आज म तपाईलाई एप्पल साइडर भिनेगरका 9वटा फाइदाबारे भन्छु है त। अनि यी सबै फाइदा पाउनको लागि तपाईले सही र प्रभावकारी एप्पल साइडर भिनेगर कसरी चिन्ने त्यो पनि बताउँछु। नम्बर 1, एप्पल साइडर भिनेगरले तपाईको तौल र बेली फ्याट अथवा पेट र कम्मर वरिपरिको बोसो घटाउन मद्दत पुर्याउँछ। नम्बर 2, यसले खाना खाएपछि हुने ब्लड सुगर स्पाइक कम गर्न, इन्सुलिन सेन्सिटिभिटीमा सुधार गर्न र टाइप 2 डायबिटिज भएका व्यक्तिहरूमा हेमोग्लोबिन A1C घटाउन मद्दत पुर्याउँछ। नम्बर 3, एप्पल साइडर भिनेगरले ब्लड प्रेसर, कोलेस्ट्रोल र ट्राइग्लिसराइड कम गर्न पनि सहयोग पुर्याउन सक्छ। नम्बर 4, यसले किडनीमा हुने स्टोन बन्ने जोखिम पनि कम गर्न सक्छ। नम्बर 5, एप्पल साइडर भिनेगरले रिप्रोडक्टिभ हेल्थ, फर्टिलिटीसँग सम्बन्धित समस्या र PMOS का लक्षणहरूमा पनि सम्भावित फाइदा देखिएको छ। नम्बर 6, एप्पल साइडर भिनेगरमा एन्टिब्याक्टेरियल प्रपर्टीहरू हुन्छ, जसका कारण यसले औषधि प्रतिरोध गर्ने ब्याक्टेरियालाई मार्न सक्ने अनुसन्धानमा पाइएको छ। नम्बर 7, एप्पल साइडर भिनेगरमा हुने एसिटिक एसिड र पोलिफिनल जस्ता एन्टिअक्सिडेन्टले तपाईको लिभरलाई सहयोग गर्न सक्ने देखिएको छ। नम्बर 8, यसले तपाईको ब्रेन हेल्थलाई सपोर्ट गर्न र ब्रेनसँग सम्बन्धित जोखिमबाट बचाउन सक्ने पाइएको छ। र अन्त्यमा नम्बर 9, एप्पल साइडर भिनेगरले डिप्रेसन भएका व्यक्तिहरूलाई पनि सहयोग गर्न सक्छ भन्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ। त्यसो भए यति धेरै फाइदा दिने एप्पल साइडर भिनेगर कसरी र कति खाने त? दिनमा 1 चम्चा एप्पल साइडर भिनेगरलाई 400 मिलिलिटर पानीमा मिसाएर तपाईहरूले खाना खानुभन्दा करिब 15 मिनट अघि पिउन सक्नुहुन्छ। तर यसलाई सिधै चाहिँ नखानुस् है, पानीमा मिसाएर मात्र खानुस् र यसलाई पिउँदा स्ट्रबाट पिउनुस् वा खाइसकेपछि मुख राम्रोसँग पानीले कुल्ला गर्नुस्, किनकि यसको एसिडले तपाईको दाँतको इनामेल बिगार्न सक्छ। अनि तपाईहरूमध्ये कतिलाई दाँत बिगार्न सक्ने चिजले पेटलाई चाहिँ बिगार्दैन त भन्ने लाग्न सक्छ, तर हाम्रो पेटमा बाक्लो म्युकस लेयर हुन्छ र विशेष प्रकारका कोषहरू पनि हुन्छन् जसले एसिडबाट पेटलाई जोगाउँछ। र अर्को महत्त्वपूर्ण कुरा, एप्पल साइडर भिनेगर सबै एउटै हुँदैनन्। नेचुरल फर्मेन्टेसनबाट बनेको अनफिल्टर्ड एप्पल साइडर भिनेगर मात्र प्रभावकारी हुन्छ। र यो पत्ता लगाउन तपाईले एप्पल साइडर भिनेगरलाई बोतलमा एकछिन त्यसै छोडिदिनु भयो भने नि बोतलको तलपट्टि थेग्रो अथवा धुलो छोक्रा जस्तो जम्मा हुन्छ। यो नै सही एप्पल साइडर भिनेगर हो। तर तपाईले आफैले प्रयोग गर्दा चाहिँ राम्ररी बोतल हल्लाएर मात्र प्रयोग गर्नु होला है त।